के हो यार मेरो बाइक त यार बन्द पो भयो त के भयो दाइ खै यार भाइ बाइक अहिले अचानक आउँदा आउँदै बन्द भयो स्टार्ट हुन्छ कि हेरौँ है बादल निस्केको थियो असुदी लागेको छ यार स्टार्ट हुँदैन भाइ म हान्दिन्छु स्टार्ट गर्नु ल भएन त यार लु भाइ म त यो जङ्गलमा अभर पर्ने भए यहाँ फिल्ममा कोही ग्यारेज चिनेको छैन बाइक ग्यारेज बाइक ग्यारेज नातिको ग्यारेजमा लानु न हौ नातिको ग्यारेज बोलाइदिउँ मान्छे लु बोलाइदेऊ न म त कहाँ छ नम्बर समर पनि छैन लु फोन गरेर बोलाइदेऊ त म त अभर परेँ नि यार यहाँ अनि कहाँ यो जङ्गलमा यार एकछिन ल बिजोक भयो त अनि भाइ लु त यति सहयोग गरौँ त हेलो हेलो ए बाइक बिग्रो यहाँ आउनु पर्यो छ्यासै थोरै काम पर्यो सरखण्डेमा भनौँ न सरखण्डेमा ए ल ल सरखण्डेमा म आइहालेँ नि त आउनु आउनु छिट्टो भनौँ है छिटो आइहाल्छ एकछिन बसौँ न एकदम तुफान सर्भिस हो तुफान एकैछिनमा आइपुग्छ मिस्त्रीहरू 5 मिनटमा आइपुग्छ Yo, success could taste hustle to choose. कुरा गर्ने हो सबैको excuse. बोल्छ धेरै तर काम छैन proof. मिस्त्री भाइ आइपुग्यो आइपुग्यो हो ठिक छ त्यसो भए के छ भने सर के छ सन्चै हुनुहुन्छ गाडी हेरिदिनु त यहाँ गाडी बिग्रेको हो यो गाडी बिग्रेको कि भाइ अब हेर है गाडी न्युट्रलमा छ चाबी पनि अन छ कि हर्न पनि बज्छ मर्दा स्टार्ट हुँदैन यहाँ हेर न बैगन त्यतिकै त कति हो गाडी कुदाउनु भएको त त्यतिकै दुःख दिने तपाईँ मान्छेलाई कसरी दुःख दिएको अनि यो किक हो त 220 मा पनि किक हुन्छ त यार तपाईँ यार अनि यो के हो त स्ट्यान्ड हैन यो कसले भनेको यो स्ट्यान्ड भन्छ यो पो हो त स्ट्यान्ड स्ट्यान्ड त यसलाई पो भन्छ कसले भन्दा यो स्ट्यान्ड हो भाइ के हो दाइ फर्स्ट टाइम हो गाडी ए त्यार भाइ म स्कुटी कुदाएको 10 वर्ष भइसक्यो आज स्कुटी बिग्रेर छिमेकीको बाइक मागेर लिएर आएको स्कुटी कुदाउने मान्छेले बाइक कुदाएपछि यस्तै त हो त अनि यहाँ हेरौँ यहाँ यो पनि अफ गरेर किक हाने हावाको तालमा यसो गर्ने यसो एक ट्यापमा स्टार्ट हुन्छ त अनि यो त त्यत्तिकै दुःख दिने जनतालाई